शहीदको कुरामा चाहिँ पार्टी साथी भन्न थाल्यो नि लाख हानेर ठीक हो यहाँ चाहिँ पार्टी भनेर जो आउनु भएको छ होइन कोही लाग्दा हुन्छ है पार्टी भनेर जोसुकै आउनु भएको छ है यहाँ कसैको झन्डा बोकेर आउने होइन है यहाँ पवित्र मनले होइन एउटा जुन शहीदले के का लागि कुर्बानी दियो होइन हाम्रो लागि दियो उसको पर्सनल फ्यामिलीको लागि होइन उसको पर्सनल स्वार्थको लागि दिएको होइन कुनै पार्टीको लागि दियो होइन कुनै पार्टीलाई हाइक्योमा बनाउनको लागि दिएको होइन है मैले भन्न खोजेको यो के हो दीप प्रज्वलन होइन अनि यहाँ पार्टी आउने हो कि मान्छे आउने हो व्यक्तिगत नेपाली भएर आउने हो यहाँ बुझेन नेपालको लागि कुर्बानी दिएको शहीदहरूको दीप प्रज्वलनमा नेपाली भएर आउने हो कुनै पार्टीको कार्यकर्ता भएर आउने होइन है रगतमा पनि अब राजनीति होइन राजनीति गर्न थालेर त्यो भएन कि होइन सक्छ भने उनीहरूको लागि लड्नु पऱ्यो सक्दैन भने चुप लाएर बस्नु पऱ्यो होइन बिचमा यो पार्टी साटी कुनै पार्टीलाई उठाउनलाई 76 जनाले कुर्बानी दियो र मैले बिर्सिया छैन कि त्यो दिन बुझ्नु भएन मनन गरेर दिन्छु सबैको बोली फेऱ्यो होला एउटा कुरा के बुझ्नु भने तपाईँ एउटा मिडियाकर्मी भएर आइरहनु भएको छ एउटा कुरा तपाईँले के बुझ्नु भने हिजोको दिनमा बोलेको कुरा र आजको दिनमा बोलेको कुरा सबैको हेर्नुहोस् इभन मेरो पनि हेर्नुहोस् होइन म आजको दिनमा नि यही भनिरहेको छु कि भोलिको दिनमा 76 मा 77 पुग्यो भने मै पुग्ने हो यति फिक्स कहाँनिर लगेर कुन चाहिँ साइन गर्नुपर्छ गर्नु होइन ज्यानको मतलब छैन तर पायो भने 77 जनाले म शुद्ध 77 ले न्याय पाउँछ अन्याय चाहिँ कसैलाई हुँदैन यहाँ हेर्नु त यो ठाउँ यो त्यही भाद्र 23 गते के थियो हालत तपाईँ आउनु भएको थियो कि थिएन आउनु भएको थियो होला नि क्यामेरा बोकेर होइन म पनि आएको थिएँ कि मलाई नि यहीँ गोली लागेको त्यो दिन रोडको हालत के थियो हेर्नु भएको थियो नि त्यही कुराले भावुक बनायो हिजोको दिनमा पनि यहाँनिर भिख माग्न आएर गोली खाएको होइन लड्ने आएको वी आर वरियर होइन वी नो हाउ टु फाइट होइन मतलब छैन को अगाडि को छ मतलब छैन न्याय नपाउन्जेलसम्म त लड्ने हो हिजोको दिनमा जुन अहिले उदाएको नयाँ परिवर्तनको पार्टी भन्नेहरू नयाँ फेसहरू छ उनीहरूले एक्चुअलमा न्याय दिलाउन खोजेको हो कि इलेक्सनमा उम्मेदवार उठ्न मात्र खोजेको हो भन्ने कुरा यत्तिकै छलङ्ग हुन्छ क्या तपाईँको यदि एक्चुअलमा उनीहरूले देशलाई एउटा निकासमा लान खोजेको हो भने उनीहरू सडकमा आउँथ्यो क्या सदनमा जाने होइन कि पहिला सडकमा आएर यो अन्याय भएको जुन दमन भएको छ तिनीहरूको लागि लडेर न्याय दिलाएर एउटा देशलाई एउटा निकास दिएर अनि त्यो पछि चाहिँ कसले खोजेको छ भन्नु त अहिले इलेक्सन तपाईँलाई चाहियो हो इलेक्सन भोट हाल्न मन छ तपाईँ नि यही देशको नागरिक हो नि होइन